Mic check, mic check, mic check. 1, 2, 3, mic check. So, love guys. Once again, welcome back to my channel, Smith Lakpa, and you're watching Kawasaki Live. अरे भाई ये क्या कौन है बे? टेना लेके कौन है बे ये? साला खतरा चला रहा है यार ये तो. बाप रे बाप. कौन है बे ये? अरे यार इसका हेलमेट में वेरअप का स्टिकर भी है, यानी कि जाना पहचाना कोई है यार. ये पूछता हूँ इसको. भैया भैया कौन है भैया? भैया कौन हो? अरे तो सनी है बे. साला सनी. हम लगा साला कौन लेके आ रहा है सिलगुड़ी में टेनर. अरे चल आगे चल. हट साला ये तो अपने दोस्त है यार. ये तो सनी रेस है यार अपना. सो वेयर ऑफ को ओनर विद अस न्यू ZX10R. सो ल त है आज चाहिँ यसो साथीहरुसँग यस्तो मजा गर्दै गर्दै हामी जाँदैछौँ टुवर्ड्स लुप ब्रिज. लुप ब्रिज कहाँ हो भन्दाखेरि चाहिँ तपाईँको बाग्राकोट. सो एक्चुअली लुप ब्रिज भन्छ, कसैले सेलरोटी ब्रिज भन्छ, खोइ के हो के नाम चाहिँ, बट रास्ता चाहिँ एकदम दामी छ. सो आजको राइडमा चाहिँ टिटु दा, विपुल दा, सायन्तेन, सनीको भाइ सनी, तापस भाइ, म अनि सनीको एउटा साथी जो कि उसको आरती लिएर आइरहेको छ. सो टोटल वी आर 7 राइडर्स टुडे. सो एज यु अल नो सन्डे अक्सर हामी राइड गर्छौँ. सो त्यही हो अलिअलि साथीभाइहरूसँग कुराकानी गर्दै यताउति जाँदै बाइक चलाउने मजा. सो अहिले हाम्रो रोहिणी, खरसाङ, दार्जिलिङ, मिरिक रुटहरूको बाटो अलिअलि खराब हुनुको कारणले चाहिँ फिलहाल अहिले हामीले यतै अब लामा होटेलतिर ब्रेकफास्ट गर्ने हो कि के हो भने थाहा छैन. हाम्रो टिटुदा र विपुलदा चाहिँ अगाडि निस्किसक्नु भएको छ. सो उहाँलाई टक्कै एक ठाउँमा क्याचअप गरेर चिया पिएर एन्ड देन वी विल मुभ टुवर्ड्स लुप ब्रिज. सो ल त है गाइस, बाघपुल आइपुग्यौँ हामी. सो यहाँबाट हामीले नि टक्कै राइट. चाय लियौँ. कफी पिँदैन, कफी पिँदै. अरे किच्छु हो बेन राखेन न. कता गएको? ए कहिले आएको? ठिक छ एकदम बढिया. दसैँ मनायो? कहाँ जानुभएको? दसैँ मनायो होइन, तिहार. ए तिहार मनायो. यता लुप ब्रिज गएको केटाहरूसँग. कहाँ अरे? यता त्यो के अरे त्यसो घुमाउँछ लुप ब्रिज. नास्ता ल्याउनु भएको? नास्ता पानीहरू उहाँ जानु नि, राम्रो पाउँछ त्यहाँ. हो खाली पनि छ हो. ल ल राम्रो पाउँछ. आम्माम्मा. ल यहाँ चाहिँ एकदम चाय पानी मिठो पाउँछ अरे. गाइस यहाँ हाम्रो किरण ब्रो हामी चाहिँ नेम पार्टनर है, दुईजना है नेम पार्टनर. सो हाम्रो रमेश ब्रोको साथी हो एक्चुअली. सो उहाँ चाहिँ पहिला हामी फर्स्ट एउटा कुन चाहिँ राइडमा भेटेको हामी त? हामी तपाईँको के अरे त्यो छ नि त्यो टिङ्निङ जाँदाखेरि भेटेको है. सो उहाँ चाहिँ एक्चुअली प्रोफेसनली उहाँ चाहिँ आर्मी हो, छुट्टीमा आउँछ होइन. सो ल सडनली भेट्यो. सो यो चाहिँ कुन ठाउँको हो हाम्रो? त्यो चाहिँ बाग्राकोट तपाईँको मिना मोड भन्छ. मिना मोड. यहाँ चाहिँ अब पराठा सराठा मोड पनि हुन्छ कतिलाई. एकदम दामी पनि. सो ल त ल पछि भेटौँ है. ओके थ्याङ्क यू है. सो ल यहाँ हाम्रो केटाहरूले यस्तो यहाँ बाइकको पार्किङ राखिरहेछ. सो 6R हाम्रो यो नयाँ टेनर चाहिँ हाम्रो सनी भाइको. सो डुकाटी हाम्रो यहाँ सुमन दाको, क्यान्ड्रिक अनि हाम्रो तापस भाइको. सो ल हल्का फुल्का अब यहाँ चाय पानी पिएर के हुन्छ पिएर अनि फेरि हामी जाने लुप ब्रिजतिर. ल
सो यहाँ हाम्रो सुबाईको हल्का फुल्का ऱ्यास राइड गर्दा गर्दै हाम्रो भाइहरू सब पछाडि परेको थियो भर्खर अप्सनहरू त्यहाँ। सो हाम्रो यो चाहिँ फोटोग्राफर हो फोटोग्राफर भाइ एकटु घुराइराख्न। बाग्राकोट कोट परे बाग्राकोट ना तो भाई को उतना नहीं चलाना चाहिए पता है बाग्राकोट सो ल त यहाँ हाम्रो ब्रेकफास्ट सुरु भइसकेको छ है पराठा मोडमा। सो एकदम माथिपट्टि रुख मुनिपट्टि छाउँ हाम्रो क्यामिक भाइ सबजना फोटोसोट दिन्छ ब्रेकफास्टहरू हल्का फुल्का लाइट ब्रेकफास्ट। सो यो चाहिँ एकदम लच्छा पराठा छ। सो ल त गाइस यहाँ अब हामीले ब्रेकफास्ट कम्प्लिट गरेर अब लागेको हामी यसो लुप ब्रिज अनि भन्दैछ केटाहरू खोइ अगाडिसम्म जाउँ त्यहाँ अलिकति चिसो वेदर हुन्छ। लुप ब्रिजको अगाडि चाहिँ हाम्रो त लोले गाउँ रहेछ एउटा अनि यहाँ चाहिँ लाइक यो पराठा मोडमा आएर यहाँ हामी खाएको मिठो रहेछ प्राइस पनि एकदम ठिकैको। सो ल त गाइस अब त्यही हो आज त अलिक घर जानु ढिलै हुन्छ होला अब खोइ यत्रो हप्ता यत्रो महिनामा त आइरहेको छु अब अलिकति अब केटाहरूसँग 12-2 त बज्छ होला आज। फिलहाल हामी आइपुग्यौँ यहाँ लुप ब्रिज क्रस गरेर अलिकति बाटो त्यहाँ बिक्री गरेछ र यति डरदो अफरोडिङ यहाँ हालत यहाँ धुलो मुलो बाइकहरू सबै बर्बाद। सो पछाडि ठिटुदाहरू सबै आरामले आउँदैछ साउन्ड त आउँदैछ बिले हान्छ बिले हान्छ कत्रो पड्क्यो क्या बिले हान्छ
सो आजको भिडियो इन्जोय गर्नुभयो होला तपाईँहरूले अलिअलि गर्दै किनकि बेसी म बोलेको छुइनँ सो बाटो अलिअलि खराब फेरि एकदम बाटो खराब भएर फेरि जुन चाहिँ बाटो जुन चाहिँ भेट्छ नि त्यसले गर्दा अलिकति ब्यालेन्स हुँदैछ न भाइ यो त फुल मजा लिएर भाइ अफ रोड बाइक लिएर आएको छ दुइटै मजा लिन्छ यसले चाहिँ हाम्रो चाहिँ अलिकति फेरिङ बाइक अलिक अप्ठ्यारो हुन्छ सो त्यही हो मजा सिकाए मेरो भी आ रहा है भाइ सो त्यही अलिअलि अब यहाँ हल्का फुल्का वेदर हेर्नु कस्तो चिल भएछ पछाडि यस्तो क्वासहरू उडिरहेछ सो हल्का फुल्का अब यहाँ ब्रेकफास्ट कलेक्ट गर्ने अब फर्किहाल्ने किनकि टाइम अलमोस्ट ओए 12 बज गया ना 12 बजिसकेको छ क्या त्यो आजको लाइन हाम्रो बाइकको त्यस्तो छ हो चल हल्का फुल्का त्यही हो आजको त्यो प्योर एक्जस्ट साउन्ड मैले सुन्नु लागि चाहिँ मैले त्यो माइक पछाडि राखेको थिएँ त्यसले गर्दा बेसी चाहिँ मैले ब्लगिङहरू गरिनँ त्यो अलिअलि चाहिँ हुन्छ तपाईँलाई चाहिँ र भिडियो अब आजकल बेसी त्यो एडिटिङमा बेसी म टाउको दुखाउँदैन जे छ र हालिदिन्छु त्यही अब हामी पुग्यौँ लोलेगाउँ त्यहाँ गएर हल्का नुडल्सहरू खाएर अलिक तातो चियर खाएर फेरि देन विल बी ब्याक हेलो आएगा इधर ना सो यहाँ हाम्रो अङ्कलहरू यहाँ फ्री दिएको छ हामीलाई यो चिकनलाई हल्का भुटिरहेछ भुटन चिकन भुटन फ्री कम्प्लिमेन्ट्री दिया यहाँ पे हेरा भाइ केमन हेलो तू बैठ के खाना भाइ क्यों खड़ा होकर खा रहे उस टाइम से सो ल त गाइस अब यहाँ निस्केको साह्रै नै लेट भइसक्यो फोटो खिच्दा रोक्दा वाक्य लागिसक्यो यहाँ 3 तो बज गया ना भाई 3 बज गया 3 तो बज गया आम्माम थच 6:30 बजे निस्केको मान्छे यार लेट्स गो आजको जुन चाहिँ राइड थियो हाम्रो लुप ब्रिज लोलेगाउँ हुँदै सो यहाँको बाटो चाहिँ एकदम दामी छ तर आउँदाखेरि बिचमा अलिकति अप्ठ्यारो छ क्या अफ रोड छ धुलो खाल्टाखुल्टी त्यसमा चाहिँ अलिकति हरेस लाग्छ तर त्योभन्दा अगाडि आएपछि एकदम मक्खन यस्तो बाटो छ किन ढिलो भइहाल्छ त आम्मामा बिहान 6:30 बजी निस्क्यो घरबाट हेर्नु न 3 बज्यो 4 बज्छ 5 बज्छ घर पुग्दा अब ट्राफिक सिलगढीको सो म र तापस भाइ चाहिँ एकदम निस्किहाल्यो किनभने सबैलाई बाई गरेर किनकि फोटो खिच्दै आउँछु भन्दैछ सो अब हामी त बल्ल निस्किनु पाउँछ टाइममा पनि फर्किनुपर्छ क्या ओ वाउ व्हाट अ लभली भ्यू यार यहाँको बाटो खराब सो यो हाम्रो लुप ब्रिज पता नै किन यसलाई यस्तो घुमाइ गरेर बनाएको होला के रिजन यसको पनि ल बाई ल त गाइस म आइपुगेँ बागडोग्रा भर्खरै शिव मन्दिर क्रस गरेर सबैजना आफ्नो घर सो एकदम टायर्ड बिहान 6:30 बजी निस्केको हामी सो फिलहाल द टाइम इज 4:43 5 बज्नु लागिसक्यो एकदमै टायर्ड घरमा गएर एकदम फ्रेस लुगा सुगा फेरि ब्याक टु ब्याक वर्कमा हल्का फुल्का अब यो भिडियो एडिट गर्नुपर्ने छ किनकि धेरै नै लेन्दी भइरहेछ सो यदि तपाईँ नयाँ हुनुहुन्छ भने यस्तो माया देखाइदिनु होला सो हाम्रो पुरानो सब्सक्राइबर हुन्छ भने चाहिँ अलिकति क्षमा बिचमा अलिकति हराइहाल्छु म तर पनि अब जे हुन्छ जस्तो हुन्छ आजकल जति सक्दो हुन्छ म र भिडियो नै हालिदिन्छु बेसी एडिटिङमा त्यति ध्यान दिँदैन जे सक्दो तपाईँलाई देखाउनु मन लाग्छ देखाइदिन्छु सो कुनै पनि पार्ट तपाईँलाई मन परिहाल्यो भने सो मायाले सब्सक्राइबहरू गरिदिनु होला सो ल त गाइस टिल देन टेक केयर बाइ बाइ एन्ड या see you in the next vlog.